फाइनली हामी 45 मिनट हिँडेर 5 पोखरी खोज्यो। यहाँ त टप अफ द भ्यू पोइन्ट 5 पोखरी। यो पोजिसन चाहिँ सनराइज हेर्ने पोजिसन हो भने हामी थोरै तलबाट 5 पोखरीको भ्यू पोइन्ट फेरि अर्को छ। यो चाहिँ सनराइज हेर्ने भ्यू पोइन्ट हो। 5 पोखरी देखाऊ, हिमाल देखाऊ एकचोटि। पारि चाहिँ पुरै हिमालयन देखिरहेको छ। अब कुन हिमाल हुन् कुन रेन्ज थाहा छैन, त्यो चाहिँ घर गएर खोजौँला। पछाडि चाहिँ 5 पोखरी देखिरहेको छ। एकदम चिसो हावा चलिरहेछ। हेलो यो चाहिँ 5वटा पोखरी। फर्किने चाँडो मिल्छ कि नै? ल ल यो अब यहाँ लागिहाल्यो त्यही भएर